कस्तो भयो तपाईको? मेरो बगबग छ मेरो त। ल साथी हो यता So hello everyone, welcome back to my new video. So you guys सबैजना सन्चै हुनुहुन्छ होला। हामी चाहिँ दुधकुण्डसम्मको यात्रा आज हाम्रो साथीहरुसँग हामी ल हान्यो पुङबुजे वाइ टु दुधकुण्ड। ल हामी चाहिँ 100% मा 30% कि 20% जति चाहिँ पुगिसक्यो। अब यहाँदेखिको अब त्यस्तै 9-10 बजी चाहिँ माथि डाँडा पनि पुग्छ होला है दाइ? हो नि त्यही हो। सँग चाहिँ तप्थ्यो है? फेरि कन्टिन्यू दिनुपर्ने हुन्छ गाइस। ल डाँडा पुग्न लाग्यो। नाइस। फर्स्ट टाइम हो अब यस्तो चाहिँ। म यहाँ फोटो ग्रुप पिक। बाटो यस्तो छ अब यतातिर। हाम्रो गुम्बा चाहिँ यहाँनिर पर्छ गाइस, यहाँनिर। फोटो क्लिक कार्यक्रम हुँदैछ यहाँ। चुर्बी Yes. Right? No, yang kakaknya dulu tuh. Oh ya ta. Alu 지고기 지금 짜증 없어요. 이거를 다 가르쳐 주세요. 자. 저 맞아. 자, 또 말라면서 이름 이렇게 हामी चाहिँ यता दुधकुण्डसम्मको यात्रा। ल आयो है। ल कहाँसम्मको यात्रा हो? ल अहिले चाहिँ हामी चाहिँ दुधकुण्डसम्मको यात्रा। खै चढ्न सकेन यहाँ त अब यहाँ। ल
यहाँ हाम्रो बिचरा अर्को हाम्रो कुइरे गाइते भएर यहाँ ल लेट्स गो हो सो फेरि अर्को पाहाडतिर लाग्यो गाह्रो छ बाटो दुधकुन जान लाग्यो दुधको पायो यहाँ चाहिँ हामीले एउटा ठुलो पोखरी यहाँनिर ल खाजा खाने कार्यक्रम भइरहेछ फाइनल डे यहाँ our destination सोन्छ नाचो ल गयो गाइस ल फाइनली आवर डेस्टिनेसन हियर टाक्सिन्දුबाट नजिक पर्दैछ नि है त्यहाँबाट हुँदा त्यही त हो फाइनली बेनी के अरे ससुरा बेनी फाइनली पुग्यो हामी लगभग अघि बिहान 5 बजी हिँडेको चाहिँ अहिले कति 3:15 जतिमा चाहिँ हामी यहाँ पुग्न सफल भयौँ ल एकछिन आजको हाम्रो बसाइ यो घरमा हुन्छ ड्यु हुन्छ है वाउ या finally we arrived in our destination finally guys सांगोको बाटो आयो Oh my god! Finally के बोले? Finally पुग्यो लास्ट खुट्टा दुख्यो कहिले सामत त्यो पुल आएर माथिबाट खोला आएर त्यस्तो पार्दैछ ए सिकेट जलाउनु होला रहेछ नि ल टसिनी आउँदैछ ल टसिसो फाइनली पुगेको अवस्था है त ल भोलि चाहिँ यो बाटो हुँदै उँभो जानुपर्ने हुन्छ आजको बास यतै सो गुड मर्निङ यो चाहिँ हाम्रो 5 बजेको यात्रा बन्नु पर्यो माथि दुधकुण्डसम्मको अनि यो खाजा साजा खाएर हिँडेको है ल अगाडितिर साथीहरू टन्नै छन् अब 2 घण्टा पछि पुग्छ हामी अबको केही समयपछि हामी पुग्नेछौँ लास्टै थाकेर सबसे भन्दा पछाडि चाहिँ हामी 4 जना पर्यो ड्याङ 9
ल अबको अझै 5, 10, 15 मिनटमा चाहिँ हामी ट्याक्कै माथि पुग्नेछौँ है त ल यहाँ चाहिँ टोयलेट रहेछ साथीहरू माथि पुगिसक्यो कहिले पुग्ने हो हामी अब भने यताको यतै अम्मा यहाँ चाहिँ खासै हावा आउँदैन चाहिँ दाइ अहिले तलतिर त हावा आएर त्यस्तै घरहरू त्यस्तै बनाउने के गोठ हो कि नि दाइ मेलाको टाइममा चाहिँ होटल त्यस्तो रहेछ हात हल्लायो त्यो दुईटा हिमालको बिचमा पुग्नु नि अहिले त टाइम लाग्छ दाइ ए मेरा लाग्दाखेरिको होटल रहेछ दाइ पाल्छ होला लास्ट थाक्यो अब ये तापु दाइ ये तापु यहाँ मात्रै यस्तो रहेछ भन्दा यहाँ यस्तो रहेछ नि फेरि यस्तो ल आज हाम्रो यात्रा चाहिँ यहाँसम्म मात्रै हुनेछ अबको केही घन्टा पछि फेरि हामी उदै तलै खाना खानुलाई तलै पुग्नुपर्ने हुन्छ घाम ताप्नुलाई अहिले चाहिँ ल फर्क्यो हब्बा चाहिँ भने फर्क्यो ल कस्तो भयो फर्क्यो आजको दिन चाहिँ एकदम राम्रो भयो त्यो माथि यस्तो भ्यू हेर्नु पाउँदाखेरि हामी एकदम खुसी छौँ ल कस्तो भयो तपाईँको मेरो बगो छ मेरो त के अनि ग्यास गएकै छ त नि आइकेदेखि छेर्नु मात्रै बाँकी अब पेट बढ भएर यहाँ दुईजना साथीको एकजना चाहिँ यहाँ यसको हो एकजना चाहिँ यो यहाँको चाहिँ यसको यो ठाउँमा आएपछि चाहिँ सिरकभित्र पारे पनि त्यो चाहिँ केही नहुने के जस आफूले नहुनु भनेपछि यसले पाद्दै अब सुक्दै गरेको भन्नु खोजेको चाहिँ अब मेरो रुममेट तिमी हो तिमीले चाहिँ अब ऊ माथि कमरे रोएर त कहाँ पुग्यो के हो माथि लान्छ भन्छ कता हो जाउँ त्यसो भए त्यो डाँडामा म चाहिँ जानु सक्दिनँ ल म चाहिँ फर्केको म तल पर्खिन्छु नि त नो यार मेरो ब्याग चाहिँ तिमीलाई बिस्तारै बिस्तारै ल केटो जान्छ त्यहाँ फर्किन्छ के छ यसमा केटाहरू सबै उँभो जाने रे यहाँ सबै साम सबै मलाई छोडिराख्यो चौचो छैन अझ यतै बस्नु केटा म थाहा भयो